ठेसो म भन्छु यिनीहरूले के गरे भनेर। अनि भन न त भन, के भन्छु भन्छु मात्र भनेको। यदि यिनीहरूको गल्ती रहेछ भने म यही घरमा झुन्ड्याइदिन्छु। उहाँहरूको केही पनि गल्ती छैन सानुकाई साहब, त्यसो झुन्ड्याउनु कुरा नगर्नुहोस्। यदि यिनीहरूको गल्ती छैन भने तिमी यो घरबाट कसरी भाग्यौ? अनि तिमीलाई जङ्गलमा लगेर कसले बाँध्यो? म भाग्दै थिएँ जङ्गलमा, एक्कासी नकाबधारी मान्छे आएर मलाई बाँध्यो। त्यसपछि मेरो मुख बाँधेर सबै सामान लुटेर लग्यो। त्यो नकाबधारी मान्छे यसको बाउ छोराले पठाएको पनि त हुनसक्छ नि। उहाँहरूले पठाएको होइन, उनीहरू भन्दै थिए यो सामान सबै लगेर ज्याकी दादालाई दिनुपर्छ अरे भनेर। ज्याकी दादा भनेको यिनीहरूको मान्छे पनि त हुनसक्छ नि। होइन, उहाँहरूको मान्छे ज्याकी दादा। त्यो नकाबधारी मान्छेले भन्दै थियो त्यो प्रेम तल घाँस काट्दै थियो, यो बाटो जानु हुँदैन अर्कै बाटो जानुपर्छ र भन्दै थिए। यसको मतलब उहाँहरूको मान्छे होइन तिनीहरू। सुन्नुभयो होइन सानकै साहब, सुरज बाबुले के भन्नुभयो? त्यसैले कसैले बान्ता गर्यो भन्दैमा पेटमा ग्यास्ट्रिक भएर बान्ता गर्यो कि पेटमा बच्चा बस्यो भनेर नबुझिकन पेटमा बच्चा बस्यो भनेर रमाउनु राम्रो पनि होइन। ल ल, सानो मिस्टेक भएछ, सरी। तैँले चिच्याउनु पर्ने कुरो गरेपछि मेरो बाउ चिच्याउँदैन त? तिमीले साथी लिएर घर जाने कि पल्ल हेरेर बस्ने कि अझ के भन्नु बाँकी छ? हो गए हुन्छ। अब यहाँ तपाईँको के लिनु बाँकी छैन सानकै साहब? जान्छु तर घरिघरि आउँछु तिमीहरूलाई दुःख दिन यो झुप्रोमा। यो सानो काजीले मेरो त दिमागै खराब बनाइसक्यो। के भन्या हो जा छोरा, एक कप चिया बनाएर लिएर जाऊ। हुन्छ बा, हुन्छ, म बनाएर ल्याउँछु। दिक्कै लागिसक्यो। अब चन्द्र दाइ पैसा माग्न आउने बेला भइछ। यसो गर्यो उसो गर्यो पैसा घट्ला भनेको झन् बढ्दै जाँदैछ। कतै काम पनि पाएको होइन। आजभोलि झन् के गर्ने होला? के भयो? के पनि भएको छैन, त्यसै टोलाउनु पुगेछु। केही न केही त पक्कै भएको छ तपाईँलाई। केही नभएको भए टोलाएर बस्नुहुन्छ त बाहिरै बसेर? नटोलाउनु नि कसरी? जसको लोग्ने हराएको 5 वर्ष भइसक्यो, अहिलेसम्म अत्तो पत्तो छैन। एक दिन धेरै पैसा कमाएर आउनुहुन्छ होला नि, अत्तो पत्तो नभए पनि। के पैसा कमाएर आउँछ होला? मरेको हो कि बाँचेको अहिलेसम्म अत्तापत्ता छैन। के पैसा कमाएर ल्याउनु? त्यस्तो अशुभ नबोल्नु न दिदी। भेनाजुलाई केही पनि भएको छैन होला, एक दिन अवश्य आउने छ। खै बहिनी, आउनुहुन्छ कि आउनुहुन्न कि? अहिलेसम्म चिठी पत्र के पनि छैन। के आउला र? आउँछ होला दिदी, आउँछ होला, चिन्ता नगर्नु। चिन्ता नगरेर नि के गर्नु? बुढाले छोडेर कहाँ गयो? एउटी भएको छोरी पनि कहिले कता जान्छे। एक दिन घरमा बस्ने होइन। छोरी यताउति भएर के हो दिदी? म आएर तपाईँलाई साथी बस्देको छु नि। त्यो त हो। ल हिँड्नुहोस् दिदी, साग तातो खानुपर्छ, सेलाएपछि मिठो हुँदैन। ल हुन्छ त। झ्याङ्गुरोमा बस्नु भन्नु, म गरिहाल्छु नि काम। म छैन भने बडाललाई म छैन। तँ त छस् नि, अब तँलाई मात्रै कति दुःख दिउँ के? बिहानदेखि बेलुकासम्म काम गरेको छस्, अनि
यति अलिअलि बढार्ने काम त म पनि गरिहाल्छु नि, बरु जा गरेर पानी लिएर आइज। त्यसो भनेर कहाँ हुन्छ र बा? चिया पनि पकाएर खुवाउँछु, भात पनि पकाएर खुवाउँछु, बरु बस्नुहोस् तपाईँ यहाँ बिस्तारै। अलिअलि काम त मलाई पनि गर्नु दिए हुन्थ्यो, यसो आँगनसाँगन बढार्ने त कामै नगरी बस्यो भने झन् नसा ससा यो खुम्चिएर जिउसु दुखेर कस्तो हुन्छ, झन् प्रेसर बढ्छ। काम नगर्नुहोस् भन्छस् के अरे, खै के हो म त। यदि तपाईँको नसै तन्काउने छ भने यसो 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 गरेर एक्सर्साइज गर्नु न, अनि कुच्चै ल्याउनु पर्छ भन्ने छ र? ए भगवान्, यो बुढेसकालमा यसो यसो गर्न सक्दिनँ म। बरु म कुचो लाउँछु, बिस्तार दाउरा चिर्छु, म यसो यसो गर्न सक्दिनँ बा। कति दुःख गर्नुहुन्छ बा, कति दुःख गर्नुहुन्छ? काम गर्ने म छँदैछु नि, अब त हजुर बसी बसी खानुहोस्। हामी छोराहरूको कर्तव्य भनेकै आमा बालाई बसै बसै पाल्ने हो। के गर्नु बा, साह्रै दुःख पाउनुभयो। त्यो दुःख सुख भनेको त बाबु हिजो भाबीले छैठौँको दिनमा लेखिसकेका हुन्छन्। त यति वर्षसम्म बुढीसँग बस, यति वर्षदेखि एक्लै बस, अनि यति वर्षमा मर भनेर उनले लेखिसकेका हुन्छन्। उनको अगाडि कसैको केही लाग्दैन बाबु, केही लाग्दैन। अरू कुरा केही थाहा छैन, तपाईँ यहाँ बसिराख्नुहोस्, म खोइल्याउनुहोस् कुचो, म कुचो लाउँछु है बा। ल ओहो सानकाई साहब, दर्शन हजुर। दर्शन दर्शन। अनि टाढै हिँड्नुभयो सानकाई साहब? के को टाढै हुनु नै, त्यहाँ तल चन्द्रे बुढाकोमा चन्द्रे बुढालाई जिस्काउन जान थालेको ऋणले भनेर। ठिक गर्नुभएको सानकाई साहब, तपाईँले ठिक गर्नुभयो। त्यो बुढाकामा गएर त तपाईँले दिनौ गएर घचक्दै पर्छ ऋणले भनेर। आजभोलि त त्यो बुढो झन् मात्तिन लागेको छ। मात्तिन थाल्यो रे? किन, के भन्यो त्यो बुढाले? यो त्यो बाटोमा भेटा थिए, त्यो त भीमसँग खुब मिलाछस् भनेर भन्दै थियो। कति थर्काउँछ थर्काओस्, कति उफ्रिन्छ उफ्रोस्, लङ्गडो घोडा धेरै उफ्रेको सुहाउँदैन, कतिन्जेल उफ्रिन्छ। तपाईँले ठिक भन्नु सानकाई साहब, ठिक भन्नुभयो। लङ्गडो घुँडा कति नै उफ्रिन्छ र, जति उफ्रियो भने उही थुप्रिन्छ। ल आज त तपाईँ आफै काम गरेर हिँड्नुभएको छ विमल दाई। अब नगरेर के गर्ने सानकाई साहब, छोरा विदेश गइसक्यो, अब नजा भनेको पनि जान्छु कि जान्छु भन्यो। अब सबै आफै थोक गर्नु परेछ। अब यसो एउटा भित्राउनु पर्यो विमल दाई, सधैँभरि त्यही पानी खेत बारी भनेर कतिन्जेल बस्नुहुन्छ। यो उमेरमा पनि कसले पत्ता लाग्छ सानकाई साहब? ल्याउँछु मात्र भन्नुपर्छ विमल दाई। दुई खुट्टा उभिएको केटा देखेपछि त पहिला जान्छु भन्ने कतै यहाँ लर्को लाग्छ हो, लर्को। ल त विमल दाई, अहिले मलाई हतारसम्म पनि जान्छु, तपाईँलाई नि हतार होला, बिस्तारो जानुहोस् है त। हस् सानकाई साहब, हस्। ल बिस्तारो जानु है। हस् हस्। छोरा पानी खाने अहिलेसम्म आउँदैन। हो बुढा, के गर्दैछौ? देखेनौ बसिरहेको नि, फेरि यहाँ के लिएर आउनुभयो सानकाई साहब? के लिन आउनु? कान्छी फुपू साथी आएको छन्, उनीहरूलाई खुवाउनको लागि बोको लिन आएको तेरो घरमा। कान्छी फुपू आइकन बोको लगाएर काटेर खुवाएको होइन? अस्ति भर्खर त एउटा पो लगेको त, अझै एउटा खसी छैन। हो त्यही खसी लगेर काटेर कान्छी फुपूलाई खुवाउनु भनेर लिन आएको। के को यो खसी तपाईँको भागमा हुनु? अध्यायमा पालेपछि एउटा बोकर एउटा खसी दुइटामा एउटा एउटा हुन्छ। तपाईँले बोको लगाएर काटेर खाइसक्नुभयो, यो खसी त मेरो भागमा परेको थियो, मैले त बेचिदिएँ। त्यसो भनेर कहाँ हुन्छ? त्यो दुइटै खसी बोका मेरो, दुइटै खसी बोका मेरो भएपछि बाख्रा पनि मेरो हुँदैन? कसरी तपाईँको हुन्छ सबै बाख्रा बोका? एउटा बोका एउटा खसीमा बोका तपाईँको भयो, खसी मेरो भयो। अब दुईवटा बाख्री बाँकी छ, त्यो एउटा एउटा हुन्छ।
अब त्यही 2टा बाख्रा बाँकी छ, एउटा लानुहोस्। बरु चाहिँ तरुनी बल्ली बाख्रा चाहिँ तपाईँलाई धेरै बच्चा पाउँछ, त्यो बुढी बाख्रा भए पनि मै पाल्छु बरु। अब बाख्रा पनि पाल्ने, तँलाई पनि हाम्रो घरमा मालिक बनाएर राख्छु। बाख्रा पाल्ने बाख्रे मालिक। भन्नु छैन मलाई कसैको घरको मालिक, मलाई आफ्नै झुप्रोको मालिक भए पुग्छ। बडो आयो मालिक बनाउन। दुनियाँको घर नोकर बनेर खाना पल्केकोलाई हाम्रो घरमा मालिक बनेर बस भने त कहाँ पस्थ्यो? नोकर होस्, नोकरै बनेर बस। नोकर बन्नु र मालिक बन्नु त आफ्नो कर्मको भाग हो। हिजो भाबीले जे लेखेको थियो त्यही हुन्छ। न त मेरो लागि तपाईँ भाबी, न त तपाईँको लागि म। ओहो, बोल्न पनि कति सक्यो कि यो माग्नेले? कति बोल्न आउँछ यो माग्नेलाई बोल्न? सकिन बाबा। मान्छेलाई परेपछि जति पनि बोल्न आउँछ सन्काई साहब, जति पनि बोल्न आउँछ। कि मेरो शर्त अनुसार लानी त तरुनी बाख्रा फुकाएर? पर्दैन, 2टै बाख्रा यहीँ पालिराख। खसी पाएपछि म लान्छु। त्यसै बाटो तताइहाले हुन्छ, के हेरेर बसिरह त? खुरखुर जानी फेरि फर्केर आउने होइन नि। चुपर। किन नआउनु? म आउँछु। यो घर पनि मेरो, यो खसी बाख्रा सबै मेरा। म किन नआउनु? म आइरहन्छु, अहिलेलाई जान्छु। यसको तोजो के भन्न आएको रहेछ बा यो बिमी? के भन्नु नि, अस्ति एउटा बोकालेर काटेर खुवाइसक्यो, फेरि खसी छ भनेर आएको रहेछ। खसी बेचिसके भनेको रिसाएर मर्नु आँट्यो। खान्छ त्यसले खसी? आफै खुवाइ जस्तो छ। त्यसले खसी होइन बाख्रा भुत्दै दिएर पठाउनु पर्ने हो नि। हुँदे छाड्दे बाबु, के कुराहरू यस्ताहरूको पनि। बरु जा चिया पकाएर लिएर आइज। हस् बा, म पकाएर ल्याउँछु। हजुर यहाँ बस्दै गर्नु है बा। ल यस बेला पछि चिया कुरेर बसे, खोइ छिटो पकाएर लिएर आइज। ओहो काकी, आज त तपाईँभन्दा म पहिले भएछ नि पानी लिन जानलाई त। पेमालाई पानी लिन पठाएको भए हुन्थ्यो नि। पेमालाई के पानी लिनु पठाउनु? फेरि त्यो सानो काजीले भेट्छ, समाउनु थाल्छ, अनि त्यही भएर आफै आएको। त्यो पनि हो काकी, त्यो सानो काजी अलिक मूर्खता छ। मूर्खता देखेर दही पनि डराउँछ भन्छन्। हो नि प्रेम, आफ्नो थैलीको मुख बन्द गर्नु, अरूलाई चोट दोष नलाउनु भन्छन्। त्यही भएर आफ्नो थैलीको मुख बन्द गर्यो, आनन्दै। हो काकी, हो सकेसम्म घरमै राखिरहनु त्यो पेमालाई। पेमालाई घरकै काम गराउनुहोस्, बाहिर काम तपाईँ गर्नुहोस्। त्यही विचार गरेँ मैले पनि। त्यही भएर बारीतिर यताउता मै गर्छु, त्यसलाई घरकै काम अराउँछु। भात सात पकाउने, खाजासाजा पकाउने। तपाईँले एकदम ठिक गर्नुभयो काकी। अब त पेमा घरमै बसेपछि अब कसरी जिस्काउँ त त्यो सानो काजीले? त्यही भएर त मैले घरबाट बाहिर निस्किनै नदिएको। म पनि कम त कि छु त, त्यो सानो काजीले आफू मात्रै बाटो छु भन्न हानेको होला। ल त ल काकी, तपाईँ पनि पानी जान्ला भाला, म पनि जान्छु। बाले पनि चिया पकाएर खुवाउनु छ। म गएँ काकी, तपाईँ पनि जानुहोस्। हुन्छ, त पनि जा, म पनि जान्छु। ल ल ओहो जाने दाइ, कता जान लाग्नु भएको? कता हुनु नि, यही चन्द्रदाईतिर जानु लागेको। सन्धि दाइ काम जान लाग्नु भएको रे? किन, केही काम थियो र? काम त केही थिएन, 200-400 पैसा सापुली पाइन्छ कि भनेर खट्टै थियो अनि जानु लागेको। जाने दाइ पनि हँसाउनुहुन्छ। उही जोगीको घरमा सन्यासी पाउन भन्थे, हो त्यस्तै गर्नुहुन्छ। कसरी हँसाएर बिमल भाइ मैले? अब हँसाउने कुरा गर्नु भएन त, ऋणै माग्न जाने भए त सानो काजी जस्तामा ऋण माग्न जान पर्ने त। म त त्यो सानो काजीसँग पैसा माग्नु जाँदै जान्न, बरु भोकै मर्छु। सानो काजी त यो गाउँको राजा हो, राजा। राजासँग ऋण माग्न जानु परेन? दाने दाइ पनि के भएको?
तिमीहरूको लागि होला सानकाजी राजा, मेरो लागि केही होइन। म आफ्नो लागि आफै राजा हुँ। फेरि त्यो सानकाजीसँग साराले ऋण मागेर थरर कामेर बसिरहेछ। म पनि त्यसरी कामेर त कहाँ बस्थेँ रे। राम्रो कुरो कहाँबाट पस्दियो र? कसैले पस्दैन। मेरो लागि त असल मान्छे भनेको यो गाउँभरिमा चन्द्र दाई र जसले जे भने पनि उहाँको छोरा प्रेम मात्रै हो। अब राम्रो कुरो त कहाँ पस्थ्यो र? जानुस् तपाईँ पनि। गइहाल्छु नि। पेमा, ए पेमा, एकचोटि बाहिर आइज त। मैले के ल्याइदिएको छु? के ल्याउनु भयो र? पानी लिन गएको मान्छे पानी त ल्याउनु भयो होला। मैले अर्थकै ल्याइदिएको छु के। लु अनुमान लगा त। लाउँदिन अनुमान सन्मान। उस बेला गएको मान्छे यस बेला आएको छ, अझ लगाले अनुमान। नरिसा नरिसा, एकचोटि अनुमान गर न। मैले तँलाई के ल्याइदिएको छु? तँलाई मनपर्ने चिज। मलाई मनपर्ने इमलीको तितौरा हो, त्यही ल्याइदिनु भयो दिदी। होइन, अर्थकै ल्याइदिएको छ पोका पारेर। अन्दाज गर त एकचोटि। मलाई थाहा छैन के ल्याउनु भयो, देखाउनुहोस् न पहिला। तैँले नभनेसम्म देखाउँछ देखाउँदैन? भन्न पहिला। नभने के त, म चिया तताउँदिनँ। मैले चिया पकाएर खाइसकेँ क्या रे। ल ल त आफै हेर। वाउ, कौली। आज त आलु र कौली मिठो चाले पकाएर खाने पाउने भयो नि। हो नि, तँलाई काउली मनपर्छ भनेर पुछारी घरले काइलीकोमा गएर काउली मागेर लिएर आ। धन्यवाद दिदी, धन्यवाद। मलाई मिठो तरकारी कौली ल्याइदिनु भएकोमा। छोट 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 नचल, यहाँ गाग्रोबाट पानी पोखिन्छ। यो कौली काटेर आलु मिसाएर अहिले पकाउँ दिदी? हुन्छ, तँलाई अहिले खुवाउला भनेर त लिएर आएको। ल अहिले गएर काउली आलु तरकारी बना, अनि मलाई चिया तताएर ल्याइदे। हुन्छ दिदी, तपाईँ पानी मिसाउनुहोस्। म आलु कौली काटेर मजाले पकाउँछु, अनि मजाले खाउँला। हुन्छ हुन्छ, जाउँ भित्र। मलाई नि गाग्रो बोक्दा बोक्दा हेर दुखिसक्यो, गलिसक्यो। होइन ए भीम, के ढुकिरहेछस् बिरालाले मुसो ढुके जस्तो? होइन फुपू, केही ढुक्यो होइन। यसो डाँडा काँडा हेरिराखेको। डाँडा काँडा हेरिस् कि कुनी कता हेरिस्, त्यो राम्ररी थाहा छ मलाई। होइन के फुपू, एकचोटिको चोर भयो भने म सधैँको चोर हुन्छु र? अब त मैले त्यस्तो त सोच्न पनि छोडिसकेँ। अनि तैँले के सोध्छस् के सोध्दैनस् त्यो त मलाई राम्ररी थाहा छ। अब घर जाने होइन? हजुर जाँदै गरेछ न फुपू, म एकछिनमा आउँछु नि। एकछिन पछि होइन, सँगै। मैले तँलाई यहीँ छोडेर हिँडेँ भने तँ कुन ठाउँमा कसको बिहे गर्न पुग्छस्? फुपू पनि एकचोटिको चोर सधैँको चोर भने जस्तो नगर्नु न। अब त म यति ज्ञानी भइसकेँ, कहिले पनि बिग्रिने क्या फुपू। अब थाहा छ मलाई तँ कतिको डाँगा छस् भनेर। ज्ञानी त थिइस् नि, यही हातले पालेर बोकेर हुर्काइ बढाइ गरियो। योभन्दा 6 महिना अघि त तँ ज्ञानी थिइस् नि। खोइ अब के भएर यस्तो भइस्? म आजको दिनदेखि भन्छु कि मेरो प्यारी फुपूलाई म प्यारो भदा भएर देखाउने छु। भोलिदेखि मलाई हजुरले केही पनि भन्नुहुने छैन। हेरौँला भोलिदेखि केही भन्नु पर्छ पर्दैन भन्ने कुरा त सबै कुरा समयले देखाइहाल्छ नि। हिँड गर्छौँ। जानु र फुपू? जानी त हो नि, घरमा माथि साथी सुरज एक्लै बसिराखेको छ। हिँड हिँड हिँड। हजुर अगाडि हिँड्छु नि फुपू, म पछि पछि आउँछु नि। यो भाँडाहरू नि सबै अलपत्र। ओहो चन्द्र दाई,
के गर्दै हुनुहुन्छ? नमस्कार। के गर्नु नि, यसो बसी बेलो गरेको नि भाइ। ल बसौँ, यता बसौँ। हस् हस्। अनि दाने भाइ कता गएर आउनुभयो त? कता हुने दाइलाई नै भेटौँ भनेर आएको। मलाई भेट्न आएको रे? किन, केही थियो र भाइ? उही दुखेसो पोख्न भनेर आएको। दुखै पोख्न आउने रे? मैले त अलिक कुरा बुझिनँ नि, कति कुरा घुमाइरहनु भएको, सिधै भन्नुहोस् न। यसो दाइसँग 1000 जति सापट्टि मागौँ भनेर आएको। 1 महिनापछि त फिर्ता दिन्थे। आफू त माधे उत्तानु पर, कसले देला बर भने झैँ आफै अहिले सङ्कटमा छु भाइ। अस्ति मात्रै खसी बेच्नु भएको थियो ऋण त, त्यो पैसा राखी छोड्नु भएको होला। यसो 1 महिनाको लागि हो दाइ, साह्रै आपद परेर हजुर भनेको। खसी बेचे त हो भाइ, खसी बेचे पैसा कता खस्यो सबै खसेर सिद्धिसक्यो। त्यसो नभन्नुहोस् न दाइ, म त हजुरसँग ठुलो आश लिएर आएको थिएँ। अब खसी बेचे पैसा खसिसक्यो, अब आशै गरेर आएको भन्नुहुन्छ। अब नदिउ पनि कसरी? अब आफ्नै छिमेकी मान्छे, खोइ रहनु पनि यति एउटा 1000 मात्रै रहेछ, कस्तो मिलाएर राखेको जस्तो। लौ लिनुहोस्। हस्, 1 महिना पछि फेरि ल्याइदिनु पर्छ नि। तपाईँले धन्नै मान्नु पर्दैन चन्द्र राई। बस्नु भाइ, एकछिन बस्नु। प्रेम बारीतिर गएको छ के अरे, म चिया पकाएर ल्याउँछु, अनि दाइ भाइ बस्नुला, खाउँला नि। पर्दैन दाइ, पर्दैन, म जान्छु अहिले। ए लौ त लौ, अब काम होला। हस् ल हो, अब म जस्ताको घरमा पनि पैसा माग्नेको धुइरो। के गर्नु अब, दिउँ आफू नाङ्गो, नदिउँ आफ्नै मुख बाङ्गो भने जस्तो। होइन ए नानी, कहाँ गएर आयो ढोक्रो बोकेर? म त्यहाँ घटा गएर पिठो पिनेर ल्याएको हजुर। यत्रो जङ्गलको बाटो एक्लै हिँड्नुहुन्छ कि साथी लिएर जानुपर्छ कि दिदी लिएर जानुपर्छ? दिदीको घरमा काम थियो हजुर, म एक्लै गएर आएको। दिउँसो के हुन्छ र भनेर। जङ्गलको बाटो छ, दिउँसै भयो नि, बिहान बेलुकी भयो नि, साथीसँग हिँड्नुपर्छ नि नानी। एक्लै दुब्ला हिँड्नु हुँदैन नि नानी। के हो र हजुर, मलाई त थाहा नै थिएन। म यो गाउँको पाहुना, त्यही भएर एक्लै गएर आएकी। अबदेखि एक्लै हिँड्ने नगर, साथीसँग हिँड्ने गर। हस् हजुर, अबदेखि एक्लै हिँड्दिनँ। अहिले त थाहा थिएन, त्यही भएर गएर आइहालेँ। अनि दिदीले एक्लै नजा भनेनन्? दिदीलाई थाहै थिएन, दिदीले मकै ठिक्क पारेर राखेको थिएँ। अनि घट्टा गएर मकै पिसेर ल्याइहालेँ। ल म पनि अब घर जान्छु, तिमी पनि छिटो छिटो जाऊ, घर जाऊ। हस् हजुर। मेरो दाला पनि समयले उठको हाँसो लुटी लाग्यो सबै, कहाँ किन्न पाइन्छ र निको हुने दबाई, सधैँभरि रमाइ हिँड्न मिलेन नि मेसो, सबैबाट एक्लिए म पोखोका दुखेसो, सबैबाट एक्लिए म पोखोका दुखेसो।